क्यामेरा भुइँमा मिलाएर राखिसकेको छु। ओ माई गड मलेवा चरो कति मजाले उड्यो। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु च्यानल। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि यो मेरो चाहिँ नयाँ युट्युब च्यानल हो। अनि यो युट्युब च्यानलमा चाहिँ म डेली भ्लग हाल्ने गर्छु। अनि सबैजनाले सपोर्ट गर्नु होला। अनि यो मेरो फर्स्ट भ्लग हो। अनि आज चाहिँ म घाँस काट्न जाँदैछु। अहिले हामी गाउँमै बस्छौँ। गाउँमा बसेपछि घाँस काट्नु परिहाल्यो। अहिले चाहिँ गाउँतिर सबैतिर गहुँ छरिसकेको छ। अनि प्राय अहिले मान्छेहरू घरमै छन्, अहिले काम छैन। प्राय सबैले गहुँ छरिसके। अनि म चाहिँ घरमा बसिराखेको थिएँ। अनि आमाले घाँस काट्न जा छोरा भन्नुभयो। अनि म घाँस काट्न हिँडेको छु गाइज। अनि यो मेरो फर्स्ट भ्लग हो। एकदम माया गरिदिनु होला, एकदम सपोर्ट गरिदिनु होला हामीलाई पनि, यही भन्न चाहन्छु। म घाँस काट्ने ठाउँमा पुग्नको लागि गाइज फोन अलिक गतिलो छैन, अलि क्यामेरा क्वालिटी अलि राम्रो हुँदैन। तपाईहरुको सपोर्ट भयो भने ठुलो अलि राम्रो क्वालिटी भएको फोन किन होला। यही नल काट्ने हो, नल काट्न आएको हो म आज। गाइज यही हो, यही नल काट्छु म। तपाईहरुलाई म नल काटेको भिडियो नि खिच्छु, यो पनि हाल्छु। एकदम माया गरिदिनु भन्न चाहन्छु यो भिडियोलाई। सो गाइज मैले चाहिँ क्यामेरा भुइँमा मिलाएर राखिसकेको छु। ओ माई गड मलेवा चरो कति मजाले उड्यो। सो गाइज म अब घाँस काट्न सुरु गर्छु। Oh my god. सो गाइज फाइनली मैले घाँस काटिसकेको छु। देख्न सक्नुहुन्छ भित्तामा धेरै छैन, थोरै काटिछु। नल हो, सुकिसक्यो, थोरै काटिछु। फाइनली काटिसकेँ गाइज मैले। अब घर जान्छु है। घर चाहिँ मेरो तल देखिरहेछ। हो त्यही हो घर, त्यही बस्छु म। बारी बोकेर हिँड्छु गाइज। भनिराख्ने फेरि ल। घाँस चाहिँ धेरै छैन, तै पनि यति भयो नि हुन्छ। यो भिडियोलाई एकदम माया गरिदिनु होला भन्न चाहन्छु। सो गाइज अहिले चाहिँ म फाइनली घरमा आइसकेको छु। अहिले म गोठमा छु होइन। यहाँ घाँस खाँदैछन् हाम्रो वस्तुहरूले र बाख्राहरू छन्। हुन्छ यो भ्लगलाई आज यति नै राख्दछु। यो भ्लग मन पर्यो भने च्यानललाई सब्सक्राइब गर्नुहोला अनि भिडियोलाई लाइक गर्नुहोला। ओके बाई।